Les salutations भनेको त ग्रिटिङ्स भनेर तपाईँलाई इङ्ग्लिसमा मिनिङ लेखिदिएको छ। यसमा बोन्जोर, बोन après-midi, bonsoir अनि बोन नुई। नर्मली बोन्जोर भनेको गुड मर्निङ, बोन après-midi भनेको गुड आफ्टरनुन अनि bonsoir भनेको गुड इभिनिङ, बोन नुई भनेको गुड नाइट है। अनि त्यसपछि त्योभन्दा तल ल र ला लेखेको छ। ल मेल सिङ्गुलर, ला फिमेल सिङ्गुलर, दुईटै भनेको चाहिँ इङ्ग्लिसको द आर्टिकल। अर्को छ बोन बोन, यो पनि मेल र फिमेल एडजेक्टिभ। यसलाई बोन बोन, बोन मेल, बोन फिमेल, दुईटै भनेको गुड। आफ्रे आभो, यो जस्ट एडभर्ब हो, यो आफ्टर बिफोर, जस्ट यहाँ माथि आफ्रे युज भएको छ, त्यसको अपोजिट एन्टोनियम मात्र लेखेको मैले, त्यो बुझाउन खोजेको। अनि अर्को यता छ ले भोकाबुल्यारमा लजु, ल मिदी, ल स्वाह अनि ला नुई भनेर लेखेको छ। लजु भनेको द डे, ल मिदी भनेको द नुन अथवा आफ्टरनुन, ल स्वाह द इभिनिङ, ला नुई द नाइट, त्यसरी लेखेको छ। यो भयो तपाईँलाई सरल बुझाइदिएको। अब यहाँ हामीले अलिकति यसलाई डिटेलली बुझ्नु पर्दाखेरि अब बोन्जोर, बोन après-midi, bonsoir, बोन नुई, यो भनेको हामीले इङ्ग्लिसमा जसरी गुड मर्निङ, गुड आफ्टरनुन, गुड नाइट र गुड इभिनिङ युज गर्छ होइन, त्यही हो। जुन जुन टाइम हामीले त्यो युज गर्छ त्यही बेलामा युज गर्ने भयो। यो त्यसमा कुनै ऊ भएन, ठुलो कुरा भएन। त्योभन्दा पछाडि अब जेन्डरको कुरा छ। यहाँ मेल र फिमेल भनेर लेखाएको छ मैले, ल र ला। ल अघि नै भनिहालेँ मेल सिङ्गुलर, ला फिमेल सिङ्गुलर। हरेक वर्ड तपाईँलाई हरेक टिचरले यो जेन्डर सहित दिन्छ। यसको अरू यहाँ जेन्डर पत्ता लगाउने कुनै मेथडहरू त्यस्तो कुनै सूत्रहरू त्यही केही पनि छैन। जस्ट ल कुनै पनि नाउनको अगाडि ल आयो भने मेल, ला आयो भने फिमेल। त्यसो हो भने यहाँ यता भोकाबुलरीमा जाउँ। ल जु, ल जु, ल मिदी, ल स्वाह, ला नुई। यहाँ कि त केटा छ कि त केटी छ यो भोकाबुलरीमा। यदि यो ल जु हो भने यहाँ लको ठाउँमा बो राखेको छ, केटा नाउनको अगाडि केटा एडजेक्टिभ राखेको छ, बो जु भएर यहाँ माथि बो जु भयो। यो बो जु भएर यो जु चाहिँ केटा भएर यहाँ बो जु यसरी भयो। अनि त्यसै गरी आफ्टरनुनको टाइम, मध्याहको टाइम, नुन पनि ल छ, त्यही भएर बो बो यहाँ चाहिँ आफ्टर चाहिएको भएर यहाँ बो नाफ्रे मिदी, बो नाफ्रे मिदी। यहाँ हाम्रो माथि के छ त, बोनाफ्रे मिदी, बोनाफ्रे मिदी, यसरी भयो। बो बो यो मिदी भन्ने शब्द केटा भएर यहाँ केटा एडजेक्टिभ लगायो बो, अनि आफ्रे अनि मिदी, बोनाफ्रे मिदी भनेको गुड आफ्टरनुन। अर्को छ इभिनिङ, इभिनिङको टाइम पनि केटा नै भन्छ यसले, यो लेसनले। सो हामीले यहाँ बो राख्छौँ केटा एडजेक्टिभ, बो स्वा, बो स्वा भनेर यहाँ हामीले गुड इभिनिङ भनेर लेखेको छ नि होइन, त्यो भनेको छ। त्यसपछि अर्को छ बोन नुई, बोन नुई। किन यो बोन नुई भन्यो भन्दाखेरि नाइटलाई चाहिँ ला नुई भनेर भनेको छ। यसलाई के भन्छ, फिमेलको क्याटेगोरीमा राखेको छ नाइटको टाइमलाई। सो यहाँ चाहिँ बोन भन्ने एडजेक्टिभ राख्यौँ हामीले, केटी एडजेक्टिभ, इट मिन्स केटी एडजेक्टिभ राख्यौँ, बोन अनि नुई, बोन नुई, बोन नुई भनेको गुड नाइट, यो खालको। हजुर भन्नुहोस्। एउटा अब कुनै पनि इङ्ग्लिस शब्द छ होइन, हजुर त्यसलाई हामीले ट्रान्सलेट गरेर फ्रेन्चमा लगिन्छ। अब त्यसको अगाडि द राख्नु पर्यो भने चाहिँ केटा राख्ने कि केटी राख्ने कसरी हुन्छ? त्यो चाहिँ एकदम अब हजुरको क्वेसन अलिकति कम्पिटेटिभ, अलिक जेन्युन छैन फ्रेन्चको हिसाबमा चाहिँ, फ्रेन्च ग्रामरको हिसाबमा चाहिँ। अब यो तपाईँले अलिकति क्लास लिँदै जानु भएपछि तपाईँको हरेक शब्दको एन्सर त्यसमै आउँछ। मैले हरेक शब्द तपाईँलाई भन्नाले आउँदैछ, तपाईँले क्लासै लिनुपर्छ के त्यो। ए हस्, होइन म यही सन्दर्भमा यही सोध्ने हो कि भनेर कि।
होइन कुरा क्वेसन त ठिक हो तपाईँको राम्रो छ हस् तर हस् त्यो ग्रामरले चाहिँ त्यो जेन्युन भन्दैन कि त्यो यो फ्रेन्च हो ग्रामरले चाहिँ किनभने अलिकति क्लास लिँदै गएपछि तपाईँको हरेक शब्दको त्यहाँ तपाईँलाई चाहिने शब्द तपाईँ भन्नुहोस् तपाईँले टिचरलाई नै टिचरसँगै उ गर्नुपर्ने हुन्छ कोअपरेट गर्नुपर्ने हुन्छ यो के हो भनेपछि टिचरले ठ्याक्कै त्यो मेल फिमेल छुट्याएर दिन्छ त्यही त यो त्यही भएर पहिलेदेखि अब हजुरले छुट्टेर आयो भने त सजिलो भइहाल्यो कि कहिले कहिले अब पछि त गर्दै मैले बुझेँ आउँदैछ भनेपछि ठिक छ हो हजुरले त्यो लिनु क्लास लिँदै जाँदाखेरि तपाईँलाई कुनवटा अहिले नै तपाईँलाई केही भोकाबुलरी चाहिन्छ भने मलाई भन्नुहोस् म त्यसको मेल फिमेल सहित म तपाईँलाई भनिदिन्छु त्यही हो टिचर अब चाहिन्छ भन्नुको मतलब यही हो अब भन्नाले अब बुक भनेर बुक लेख्नु पर्यो द बुक लेख्नु पर्यो भने अब त्यसमा ल भनेर वाला लेख्ने भनेर हुन्छ नि हो ल हो कि ला हो भनेर चाहिँ टिचरलाई सोध्नु पर्यो अथवा तपाईँले कहीँ अलरेडी पढिसक्नु भयो भने त्यो अलरेडी नोन हुन्छ होइन थाहा पाइसक्नुहुन्छ आफैले अब राइटिङ टेस्टहरू भयो भने ठिक छ आउँदैछ भनेपछि त कुर्छु ल ठिकै छ यस्तै हो यो भोकाबुलरीहरू यहाँ भयो एकछिन अब यो भोकाबुलरी मात्रै पढौँला तपाईँ नै पढ्नुहोस् त अहिले तपाईँबाटै सुरु गरौँ हजुर यो लेसालुतासो फ्रेन्च पढिदिनुहोस् सर फ्रेन्च पढिदिनुहोस् है Les salutations, bonjour, bon après, मिदी bonsoir, bonne nuit, ल ला ल ए दुइटै ल हो कि यो माथिको यल ई ल हो यल ए चाहिँ ला भनेर लेख्नुहोस् ल यल ए ला ए त्यही म त दुइटै एउटै झैँ बनाइरहेँ होइन यो ए को साउन्ड चाहिँ आ आउँछ फ्रेन्चमा हामीले हिजो अल्फाबेट पढ्दाखेरि त्यही भएर यल ए ला हुन्छ ल ला bon bon बोबन les voca हजुर ले bon bon बोन bon bon après avant les vocabulaires ले vocabulaire midi ल soir जु पढ्नुहोस् त्यसरी हुँदैन यहाँ त तपाईँले पढ्ने बेलामै ल र ला छुट्याएर पढ्नुपर्छ अनि मात्र तपाईँको दिमागले त्यो एक्सेप्ट गर्छ होइन भने त कहाँ इङ्ग्लिसको जस्तो बुक पेन कपी मात्र भनेर हुँदैन कि यहाँ त दनै चाहिन्छ म त शब्द मात्र पढिरहेँ ले vocabulaire यो चाहिँ अलिकति गाह्रो भयो ल जु ल मिडी ल soir la nuit ओके यस्तै अब नेक्स्ट विनिता सर उहाँले जस्तै यो फ्रेन्च मात्र पढ्दै जानुहोस् ल माथिको les salutations bonjour bon après-midi bonsoir bonne nuit la bon après avoir les vocabulaires le jour le midi le soir la nuit Merci, très bien. अब अनिसा Les salutations, bonjour, bon après-midi, bonsoir, bonne nuit, bon après, les vocabulaires, le jour, le midi, le soir, la nuit. Très bien, merci. अब सुजिता हजुर म्याम तपाईँ मैले यो स्क्रिन फेरि नदेखा भनेर तपाईँ त्यहाँ आफ्नै मोबाइलमा पनि हेर्न सक्नुहुन्छ सुरुमा भयो बोन्जु ओके बोन्जु ओके कमन बोन्जु बोन après-midi bonsoir bonne nuit अनि त्यसपछि ले jour ले midi ले soir र la nuit अनि अब अनिसा यस म्याम मैले पढिसकेँ अनिसा विनिता नो फेरि चाहिँ नपढ्नुहोस् यहाँ अरूलाई साथीहरू अब इन्दिरा
Le Monsieur, Bonjour, Bon après-midi, Bonsoir, Bonne nuit, La, Bon, Après, Ava, Les vocabulaire, Okay. Les Jour, la midi, la soir, la nuit. अझै पनि अलि ध्यान दिनुपर्छ तपाईँले नरेन्द्रजी ल नरेन्द्र राज नरेन्द्र बोल्न मिल्छ कि मिल्दैन हजुरको उहाँ त सुनेर मात्र बस्नु भएको छ जस्तो लाग्यो मलाई सन्तोष Les salutations, bonjour, bon après-midi, bonsoir, bonne nuit, la, bon, après, ab, les vocabulaire, la jour, la midi, la soir, la nuit. ट्याक्सी अब म तपाईँलाई यो भोलि चाहिँ मैले यो इङ्ग्लिस यो नेपालीको प्रोनाउन्सिएसन बिना यत्तिकै म टाइप गरिदिन्छु त्यो बेलामा हजुरले पढ्न सक्नुपर्छ यसको लागि तपाईँले धेरैचोटि पढ्नुहोस् ल यसलाई त्यो पढ्नु छ अनि पनि अर्को स्यालुटेसन्सको लेसन म तपाईँहरूलाई पठाइदिन्छु अहिले पछि त्यो चाहिँ सारेर बस्नु होला तपाईँहरूले अहिलेलाई चाहिँ यति नै गरौँ अहिले हामी यतिमै एन्ड गरौँ अर्को यो यस्तै गरेर स्यालुटेसन थुप्रै छ त्यो स्यालुटेसन्सको लेसन म तपाईँहरूलाई पठाइदिन्छु नेपालीमा लेखेको स्यालुटेसनको लेसन त्यो चाहिँ तपाईँले आज दिउँसो आज सारेर भोलिको क्लासमा अलरेडी सक्नुपर्ने हुने हुन्छ सो त्यो सार्नु होला अनि यो चाहिँ म यही वर्डहरू तपाईँलाई इङ्ग्लिसमा मात्रै यो फ्रेन्चमा मात्रै लेखिदिन्छु प्रोनाउन्सिएसन पनि त्यो पनि पढ्न सक्नुपर्छ सो तपाईँले पढ्नु होला है त आज यति गरौँ ल म्याम जस्तै एउटा क्वेसन त्यो डे 1 को सेमी भावलको बारे भनिदिनु न एकचोटि यो अब नेक्स्ट क्लासमा गरौँ ल सन्तोष बस म्याम ओके आज म भन्छु